देखाए ल आज चाहिँ मसँग दुईवटा प्रडक्ट छन्। पहिलो प्रडक्ट चाहिँ यो ग्रीन पटली भयो। ग्रीन बेसमा तपाईँको डार्क येलो फ्लावर छ अनि त्यस पछाडि यसको लिफ चाहिँ तपाईँको प्यारोट ग्रीन छ अनि येलो रोजहरू छन् है सबैतिर। यो चाहिँ बेल्ट भयो है, यस्तो छ। कस्तो राम्रो देखिन्छ यो बेल्टको प्याटर्न पनि। अनि तपाईँको मसिनो रोजहरू हेर्नुहोस् त, नजिकबाट देखाएँ हजुरहरूलाई। दुवैतिर हुन्छ होला यो रोज चाहिँ यसरी छ। टिक 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 है, कस्तो राम्रो देखिन्छ यो रोजले। अन्त तपाईँको यो खोलेर बन्द गर्नेमा पनि यस्तो छ, फक्रिन लागेको रोज छ, यस्तो छ। यहाँ पनि छ है, यो चाहिँ दुवै साइडमा हुन्छ। यो पनि यो भयो आजको पहिलो प्रडक्ट। अनि अर्को दोस्रो प्रडक्ट चाहिँ तपाईँको रोजै रोज भएको लाछा डोरी छ। आज यसरी छ तपाईँको येल्लो एउटा, पिङ्क एउटा अनि ग्रिन एउटा। तपाईँको यो सबै रोज है, यो चाहिँ नजिकबाट हेर्नुहोस् त, यस्तो रोज छ। अनि आजको यो दुईटै प्रडक्ट चाहिँ म तपाईँहरूलाई झटपट क्यारी गरेर देखाउँछु हस्। लाछा डोरी चाहिँ यस्तो देखेको छ, कपालमा बाँध्दाखेरि यस्तो देखिन्छ, कस्तो राम्रो देखिन्छ है। अनि म पटली पनि क्यारी गरेर हजुरहरूलाई देखाउँछु हस्। जेमा बोक्दा पनि सस है यो पट्टि चाहिँ तपाईँको साडी कुर्ता प्यान्ट स्कर्ट जेसँग पनि बोक्दा भयो। यस्तो देख्छ चट्टसँगले ग्रिन सिजनमा ग्रिन पटली। कस्तो लाग्यो त हजुरहरूलाई पनि मन पर्यो भने यो लाछा डोरी र यो पट्टीको लागि मलाई वाट्सएप गर्न सक्नुहुनेछ। थ्याङ्क यू।